मात्र 1,85,00,000 भनेको यो घर अगाडि तपाईँले 16 फिटको ढलाने बाटो पाउनुहुन्छ भने ढलको पनि व्यवस्था गरिरहेको छ। घरको लोकेसनको कुरा गर्नुपर्दा तपाईँको इमाडोल शिखर टोलमा रहेको छ, जुन हाइवेबाट लगभग 200 मिटरको डिस्टेन्समा रहेको छ भने एकदम शान्त वातावरणमा रहेको छ। घरको फेसको कुरा गर्नुहुन्छ भने तपाईँको एउटा फेस पूर्वी रहेको छ भने अर्को चाहिँ दक्षिण फेस रहेको छ। अब घरलाई भित्रबाट हेरौँ है त। अब पार्किङको कुरा गर्नुहुन्छ भने तपाईँले यहाँनिर एउटा गाडी राखेर पनि स्कुटर र बाइकको लागि राख्ने ठाउँ पनि पाउनुहुन्छ भने रेन्टल स्पेसको कुरा गर्नुपर्दा तपाईँसँग 2 बिके रेन्टल स्पेस रहेको छ, जसको लागि एन्ट्रान्स गेट यो रहेको छ भने तपाईँ आफ्नो लागि चाहिँ 3 BHK रहेको छ, जसको एन्ट्रान्स गेट चाहिँ यो रहेको छ। अब फर्स्ट फ्लोरको कुरा गर्नुहुन्छ भने तपाईँले यो फ्लोरमा एउटा लिभिङ रुम साथै 2वटा बेडरुम पाउनुहुनेछ, एउटा कमन बाथरुम पनि रहेको छ भने यो लिभिङ रुम पनि एकदम मजाको रहेको छ। तपाईँको पूर्व झ्याल भएको कारणले एकदम मजाले उज्यालो आउँछ भने यो बेडरुमको कुरा गर्नुपर्दा यो बेडरुम पनि मजाले तपाईँले बार्दली राखेको कारणले एकदम उज्यालो छ। कोठाहरू मजाको मिलेको कोठाहरू पाउनुहुन्छ। यहाँनिर अर्को बेडरुम रहेको छ, यसमा पनि मजाले फल सिलिङ डिजाइन गरेर बनाइएको कोठा छ। उज्यालो कलर लगाएको कारणले मजाले तपाईँले उज्यालो घाम पनि पाउनुहुनेछ। सेकेन्ड फ्लोरमा आउँदै गर्दा तपाईँले यहाँनिर किचन डाइनिङको स्पेस देख्न सक्नुहुन्छ। यतापट्टि तपाईँको किचनको ठाउँ रहेको छ, जहाँ हात धुने ठाउँहरू क्याबिनेटहरू सबै राखिसकेको छ भने यतापट्टि तपाईँले एज अ डाइनिङ हल युटिलाइज गर्न सक्नुहुन्छ। तपाईँले यहाँनिर टेबल र चेयरहरू पनि देख्न सक्नुहुन्छ भने यही फ्लोरमा रहेको अर्को एउटा बेडरुम पनि छ। यहाँ चाहिँ अहिले स्टोर रुम जसरी दिदीले प्रयोग गरिराख्नु भएको छ, फल सिलिङ डिजाइन गरेर मजाको रुम रहेको छ भने यताबाट चाहिँ तपाईँको कौसी जाने स्पेस रहेको छ। अब घर त तपाईँले हेरि नै हाल्नुभयो, यस्तो प्राइम लोकेसनमा हाइवेबाट यति नजिक अनि यति सस्तोमा तपाईँले अझ ब्याङ्किङ फेसिलिटी पनि रहेको साथै 1,85,00,000मा अझ नेगोसिएट पनि हुने नै छ। अब थप जानकारी अनि साइट भिजिटको लागि तपाईँले स्क्रिनमा दिएको नम्बरमा कल गर्न सक्नुहुन्छ। ग्लोरी प्रपर्टी सर्भिस नामै काफी छ।